अब हामी फर्किँदै एउटा रेड बुल किन्यौँ गिर्मी साउजी टाँसितले नमस्ते। अनि के कसो छ पेपर कहिलेकाहीँ राम्रो छ, कहिलेकाहीँ चाहिँ त्यस्तै हो। कहिलेकाहीँ मान्छे आउँदैन, कहिलेकाहीँ यो चाहिँ देखि लाग्यो बेलि के हो अरे चाइनाले यस्तो हस्पिटल बनाएको छ है, एकदम बिजोग छ। हाम्रो लोकल मान्छेहरूले सामान यस्तरी लिएर आउनुपर्ने हुन्छ। यो ज्याकेट पनि नयाँ हो, यस्तरी लाएर आउनुपर्छ नयाँ ज्याकेट। सामान नै बढाउँदैमा चाहिँ के पेपर गर्ने होइन, प्लस सटरहरू सबै फेसिलिटी दिएछ होइन, भाडा पनि लिइरहेछ, तर सामान नै पठाउँदा वाइ किन हो के। जसले म गुगल बोल्दै वेलकम टु माई युट्युब च्यानल। फेरि पनि एउटा नयाँ भ्लगमा स्वागत छ। आयो त सन्चो म पनि बबाल छु है गाइस। सो आजको भ्लग के हुँदैछ भने टुडे वी आर गोइङ टु बर्डर आफ्टर लङ ग्याप पछि हामी बर्डर जाँदैछौँ कच। त योभन्दा अघिल्लो हप्ता हो कि महिना हो म गएको थिएँ भइरहेछमा। सो आज चाहिँ हामी भित्रै छिर्नेवाला छौँ है गाइस। सो भित्रको अपडेट के भएछ होइन, सुनेको थिएँ कि अब हाम्रो यो त के भन्छ अरे लोकल पिपलहरूले सर्टर पनि दिएछ अरे। अब त्यो के कस्तो छ होइन, कस्तो खालको सर्टर छ, कति प्राइस लिन्छ, सबै बुझ्नेवाला छौँ। सो भ्लगले अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज गो एन्ड सब्सक्राइब आवर युट्युब च्यानल एन्ड यस्तै नयाँ नौलो भिडियोहरू आउँदै गर्छ भन्दै। मौसम चाहिँ अलिक चिसै छ गाइस, हेर्न सक्नुहुन्छ। हेर्नु न गाइस, देखो न अनि हरियाले चाहिँ टन्नै छ है, हेर्नु न हरियाले त कुरै नगरौँ होइन। अनि मौसम चाहिँ अलिक चिसो छ, त्यही हो। सो हामी चाहिँ जाँदैछौँ अनि के कसो छ सबै देखाउनु वाला छौँ है। कलर सब्सक्राइब चाहिँ गर्न नभुल्नु नि। अनि तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला है। अहिले थाहा पाउँछ नि मेरो भिडियो कहाँबाट कुन ठाउँबाट हेरिरहेछ भनेर, यसो थाहा पाउन लाग्यो क्या। के भन्छ अरे थाहा पाउन मन लागेको थियो कि अब कहाँबाट कुन देशबाट हेरिरहेछ होइन। काठमाडौँ, पोखरा, इन्डिया, फ्रान्स, युएसए, विच कन्ट्री कमेन्ट गर्नु होला। सो वी आर हेडिङ टु कोरेला बोर्डर। हक्क लगाएर जाँदैछौँ होइन। मौसम चाहिँ वाइ चिसो छ है गाइस, किन हो लाइक इट हेज बिन 2 days के तपाईँको मौसम चाहिँ मौसमलाई अलिक गडबड भइरहेछ। ओके लेट्स गो। सो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ पालहरू टन्नै रहेछ। यो लेफ्ट साइडमा पनि रहेछ, राइट साइडमा चाहिँ पुरानै पाल हो। लास्ट इयर थियो भने यो राइट साइडको चाहिँ नयाँ हो। लास्ट इयर तपाईँको यता साइडमा चाहिँ इभीको ट्रकहरूको टन्नै थियो पार्किङहरू होइन, अहिले चाहिँ छैन। अब माथि चाहिँ के हुन्छ हेर्दै गरौँ। हेर्नु न आम्मा गुरो लगाएर है, वाइ झार्छ के हो या सुलाइ छ। ल पुग्यो, गाडी त टन्नै रहेछ त हो, इभी गाडी। गाडी त टन्नै आएछ है गाइस। ल चिया खाइदिउँ है हामी सौनीको पालमा। छिर्नुभन्दा अगाडि फेरि यो किवरमा हाल्नुपर्छ। सौजीले रस्सी नभएर त्यहाँ के गर्दैछु दुर्दा खिच्दा
ल अब हामी चाहिँ भित्र जानु लागेको छौँ यस्तो छ ड्रेस अनि टक्कल यो ल्याएर जाने हो माल चाहिँ यहाँ छ ल गाइस फाइनली हामी चाइनाभित्र प्रवेश गरिसकेको अवश्य एज यु क्यान सी ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ अब हुन त लौरे जस्तो के अरे अब के गर्नु यस्तो छ फेरि माल यस्तो लिएर आउनुपर्छ अनि यहाँ चाहिँ एकदम बिजोग छ हाम्रो लोकल मान्छेहरूले सामान यस्तो लिएर आउनुपर्ने हुन्छ यो ज्याकेट पनि नयाँ हो यस्तो लाएर आउनुपर्छ नयाँ ज्याकेट बेच्नको लागि अब हेर यस्तो छ मालहरू सबै गाडीमा लोड गर्नुपर्छ है अब अलि चाहिँ टाढै रहेछ है क्या हो नयाँ ठाउँ चाहिँ मलाई थाहा छैन ए यहाँ ल अब सामान चाहिँ यहाँ अलि टाढै रहेछ न्यू जङ्सन चाहिँ हाम्रो अब एटलिस्ट यो चाहिँ मेन्टेनेन्स गर्नुपर्ने रहेछ कज हाम्रो लोकल मान्छेले एकदम दुःख रहेछ सामान पर पर्सन त्यति मात्र ल्याएर हिँड्नु पाउँदो रहेछ मैले चाहिँ एउटा बिस्किट ल्याएर आएको थिएँ अनि च्युगम ल्याएर आएको थिएँ अनि यो ज्याकेट ल्याएर आएको थिएँ तर एउटा सिस्टमलाई बनाएपछि अनि काम गर्ने मान्छेले सहज हुन्छ है अब हाम्रो नेपाल साइडकोले चाहिँ केही न केही गर्नुपर्ने रहेछ डेडली हो यो एक दिन होइन कि 2 दिन होइन डेडली सामने यसरी लिएर आउनुपर्छ हर्स अन सेल यो चाहिँ गएर चाहिँ बेच्नको लागि रे सब्जीको हो कि क्या हो आमा जम्मा आमा वा यो प्याकिङ चाहिँ कत्रा गर्दो रहेछ है यिनीहरूले बाबरे हेर्न जार हुन्छ भनेर लुगा लगाइदिएछ है गाइस तपाईँहरूमा यस्तो चाहिँ छैन आमामा यता चाहिँ अलिक फाटेर यो चाहिँ एसी होला सायद है अब गोरा पनि यस्तो लिएर आउँछ है अब यो चाहिँ नेपालतर्फ लाने हो कति लाखको गोरा होला यो चाहिँ कति लाखको यो 5 लाख न 5 रुपियाँ नभन् न ओके अब हामी यो त साइडमा छौँ अब नयाँ के भन्छ अरे सपिङ मल चाहिँ यो साइडमा बनेछ भने लास्ट इयर पर थियो परबाट यता सिफ्ट गरेर अहिले चाहिँ यहाँ चाहिँ नयाँ छ अब यहाँ चाहिँ के कस्तो छ सेयर गरेर हेर्दै गरौँ अब फेरि यहाँ अलिक धेरै खिच्यो भने यो मात्र चोतहरूले फेरि के गर्ला भने जाउँछ त्यही पनि रिस्क लिएर हिँड्दैछौँ है तपाईँहरूको लागि एकजना यहाँ भएछ हाम्रो यहाँको मामा लास्ट आउरा छ यो वाइल्ड स्ट्रिक छ कि के हो मिठाई हो यो चाहिँ देखिला यो बेली के हो अरे चाइनाले यस्तो हस्पिटल बनाएको छ है अब इमर्जेन्सी तपाईँहरूको नेपाल साइडमा बिरामी भए पनि यहाँ लिएर आउनु पर्ला है टक्क धेरै टाढा नै छैन ओ धर्के सर ओहो बिजोक भयो त हो आम्मा बिल्डिङहरू हेर्नुहोस् अब सपिङ मल चाहिँ पर रहेछ पहिला लास्टै टाढा पर रहेछ हिँडेर जानुपर्दो रहेछ है एकजना यहाँको लोकल मान्छेले गाडीको व्यवसाय गरेर टन्नै कमाउँछ होला क्रेन आउँदैछ टोलीहरू हिँडेर हेलो ओके ल अब जाम बिस्तारै पर्छ स्टिल हामीहरू हिँडिरहेको छौँ फाइनली वी अराइभ एट हाम्रो लोकल पिपलको सपिङ मलमा अन्त किनकि म मोटा आउनु हुँदैन न्यू सिस्टम है यो चाहिँ सटरको रहेछ म त घिर्मिसाउले नयाँ गाडी किन्यो होला भनेको त होइन रहेछ अब यहाँबाट यसले चाहिँ कुद्ने रहेछ है यस्तो टेक्नोलोजी नेपालमा चाहिँ तान्नुपर्छ भने यहाँ चाहिँ टक्क लिएर यस्तो भयो रहेछ अब जमभित्र
와. 아이. 와우. 아마마. 갈라 긴주미. 너나. 긴주미래. 더블 굴르나. 라. 아이. 우리 그런 돈은. नम्बर गरेला उहिले ओइ यहाँबाट टिचर त्यहाँबाट खुल्दो रहेछ त आमामामा ल सौजी यहाँबाट हिँडिरहेछ भने त्यहाँ चाहिँ खुलिरहेछ है यस्तो छ सिस्टम ल सटर खुल्यो आइस्क्यो देखिन्छ कि एक लौटीले सिङ्गलले ए लोसेस रङ ए यो साइडको चाहिँ लोसेस यो साइडको चाहिँ हाम्रो गिर्मिसा हो सो सिस्टम चाहिँ यस्तो छ त्यहाँबाट अटोमेटिक होइन Thank you so much. Gift. Thank you so much. यो चेला चल चल जिगरै छिन्छ दे धन्यवाद 40 लाख नेपालको करेन्सी उहाँले यस्तरी बेच्नु रहेछ यस्तो नयाँ नयाँ यस्तो छ अनि यिनीहरू चाहिँ समथिङ यसको चाहिँ सुरुमा 2 लाख मात्र यसको 4 लाख पर्छ यो चाहिँ यहाँको वासरुम हो वासरुम यस्तो छ है यो सबै लक रहेछ कि क्या हो लक रहेछ यो यिनीहरू पनि राम्रो रहेछ डिजाइन है पानी चाहिँ आउँदैन रहेछ फेरि पानीको चाहिँ एकदम समस्या रहेछ है क्या हो यार वाइल्ड रहेछ है अनि यहाँबाट देख्न सक्नुहुन्छ मजाले बनाएछ मेन्टेनेन्स खतरा गरेछ है आमामामा के हो है माथि तपाईँहरूले देख्न सक्नुहुन्छ यो एउटा चाहिँ पानीको बाइचान्स आगो भयो भने अटोमेटिकली तपाईँको थाहा छ त्यसो होला पानी चाहिँ आफै आउँछ भनेर अनि बत्तीहरू छ एभ्रिथिङ तपाईँको आमा यो साइडमा यस्तो छ एकदम ध्यान हुँदो रहेछ यहाँ है आमामामामामा वासरुम नगल्ताउ न भन्दा त अब बोतलभित्र फेर्दै आँखै Praise the Lord. Karu. यो चाहिँ नेपाल साइडको खानेहरू फ्रुट्स खानेकुराहरू चाहिँ यहाँ पाउँदो रहेछ चाइनाको चाहिँ छ तर नेपालको चाहिँ छ कि छैन भनेर मलाई थाहा थिएन तर यहाँ चाहिँ रहेछ एन्ड यु क्यान इट राइस दाल भात तरकारी सबै पाउँछ यहाँ 2 in 1 है एकजनालाई दिइरहेको छु मैले वासरुमबाट खाँदै नेपाल साइडको तर एकदम गम्भीर तरिकाले भनौँ न यहाँ चाहिँ तपाईँको फलफुल सब्जीहरू भनौँ दालहरू चामलहरू लिएरै आउन दिँदैन रहेछ भने कसरी चाहिँ होटेललाई रेस्टुरेन्टले कसरी चलाउनु भन्नु न होइन एटलिस्ट यत्रो अब फेसिलिटी दिएपछि त तिनीहरू चाहिँ लिएर आउनु पर्ने दिनु पऱ्यो होइन त्यो चाहिँ एक्चुली हाम्रो लमनदाङ गाउँपालिका भन्छ नेपाल साइडको चाहिँ एक्चुली कुरा गर्नै पर्ने रहेछ एकदम नाजुक रहेछ हो फेसिलिटी त सबै दिएछ तर एकदम नाजुक रहेछ अब केही न केही गर्नुपर्ने रहेछ नेपाल साइडमा कसरी जानु यस्तो छ ल हाम्रो लन्च मासु बिना दुईजना दाजुभाइले दान गाउँदैछौँ अब खै ल
सो फाइनली हामी खाना खाइछौँ खाना खाएर अब यता हाम्रो एउटा नेपाल साइडको एउटा टक्कलेर यहाँ के भन्छ पसलमा आएको छौँ सो यहाँ चाहिँ हाम्रो गिर्मी सब्जीको पसल छ देख्न सक्नुहुन्छ उहाँले बिस्तारै गर्दैछ यहाँ चाहिँ धुलो धेरै आउँछ अरे सो गिर्मी सब्जी टाँसिदले नमस्ते अनि के कसो छ पेपर कहिलेकाहीँ राम्रो छ कहिलेकाहीँ चाहिँ त्यस्तै हो कहिलेकाहीँ मान्छे आउँदैन कहिलेकाहीँ धेरै मान्छे आयो भने ठिकै हुन्छ पेपर चाहिँ पहिला तपाईँहरू चाहिँ उता बस्थ्यो होइन हजुर त्यो ग्रिन हाउस जस्तो भित्रमा सबै मिलेर बस्थ्यो होइन सो अहिले यहाँ सारेको कति दिन महिना भयो यहाँ सरेको कति 2 महिना भयो होला अब अनि यहाँ चाहिँ कसो छ पेमेन्ट के कसरी गर्छ चार्जहरू कसरी गर्छ यहाँ अब ज्यादा नै छ कि रे महिनाको यो कोठाको चाहिँ 700 हो युएन चाइनिज पैसा हजुर अनि त्यो के अरे हामीले अहिले 6 महिनाको तिरिसके हजुर अब फेरि 6 महिना काटेपछि फेरि 6 महिनाको दिन आउँछ हजुर त्यही हो ठिक छ अनि सामानहरू चाहिँ उताबाट यता ल्याएर आउनको लागि कतिको के कसो छ सहज अहिले चाहिँ बिस्कुटहरू छिराइरहेको छ बिस्कुटहरू अब यो चौचौहरू चाहिँ अलिअलि पठाएको छ यो अब चाँदीहरू भयो यो अनि यिनीहरू चाहिँ पठाएको छैन सिमालाहरू त्यस्तोहरू चाहिँ ओके सो नेपाल साइडले चाहिँ अलि हेर्नुपर्ने चाहिँ तपाईँको के छ भने मैले देखेको अनुसार सामानहरू चाहिँ खासै पठाउँदैन प्लस अब अहिले चाहिँ तपाईँको यो कोठाको चाहिँ भाडा लिने सिस्टम छ पहिले चाहिँ थिएन होइन अब सामान नै नपठाएपछि अनि कसरी भाडाको पैसा कसरी दिने होइन प्लस मान्छे पनि खासै आउँदैन रहेछ एन्ड त्यही हो अनि सामान चाहिँ यिनीहरू चाहिँ नेपाल साइडको सामान हो तपाईँहरूले जुन देखेकोहरू चाहिँ अनि यिनीहरू पनि नेपालको साइड हो सो चाइना साइडले पनि यसो यो ठाउँको चाहिँ हल्का एक्सप्लोर गर्ने होइन नेपालको सामानहरू यता पाउँछ भनेर उता चाइना साइडको मान्छेहरूले भन्ने होइन अनि वो मान्छे आउँछ अब यहाँ हेर्नु अहिले खाली छ कसरी पेपर गर्ने होइन सो उहाँको चाहिँ सामानहरू यस्तो प्रकारको छ अनि मेन थिङ इज तपाईँको नेपाल साइडले पनि अलि जोड गर्नु पऱ्यो यहाँबाट सामान जति लिएर लान पनि दिन्छ उताबाट चाहिँ दिँदैन एकदम गाह्रो गर्छ पर डे तपाईँको एक दिनमा यता आउने बेला सामान चाहिँ त्यस्तै 40 चौचौ त्यस्तो एकवटा पठाउँदो रहेछ कि त्यस कारणले अलि झौडै छ त्यही हो अनि उहाँ चाहिँ अहिले यहाँ सेटअप गर्दै हुनुहुन्छ ओके थ्याङ्क यू सो मच गिर्मी सौजी यसो इन्फर्मेसन दिनुभएकोमा धन्यवाद मेरो पसलमा आएर यसो भिडियो बनाएकोमा ल ठिक छ ओके यो साइड चाहिँ नेपाल यो साइड चाहिँ चाइनाको यो सबै चाइना साइड हो उता सबै नेपालको साइड हो अब हामी चाहिँ बाहिर निस्किन लाग्छौँ है अब बाहिर त वाइल्ड जाडो होला यार यस्तो पनि हुँदो रहेछ नाइकको हामीले खोजेको पावर ब्याङ्कमा पाएन क्या अब हामी फर्किँदै एउटा रेड बुल किन्यौँ फर्किँदैछौँ है गाइस अब हामीले सामान चाहिँ हेरी यसरी लिएर जानुपर्छ देख्नु सबै बोकेर जानुपर्छ एकदम गरमको छ कुनै एकदम हलङ्गो छ केही गर्नु पर्यो सरकार कति पाउने दिनकै आमा यिनीहरूले उताबाट यत्रो सामान पठाउँछ हाम्रो सामान चाहिँ भित्र पठाउँदैन कि वाइ अब फर्किनको लागि तारी यस्तो छ पुग्यो फाइनली अन्त कोन रे कहाँ चुजे अच्छा नेपाल साइड पुग्यो ढाङ्गडा आनन्द छ नेपाल साइड यस्तो आनन्द
गाइस फाइनल हामी फर्किसक्यौँ। सो मेन कुरा चाहिँ के छ भने अब बोर्डरमा चाहिँ धेरै प्रब्लम रहेछ है तपाईँको हाम्रो लोकल मान्छेहरूलाई, जुन चाहिँ अब व्यापारमा जान्छ तपाईँले थाहा छ होला। प्लस व्यापारमा जान्छ भने के गर्ने होइन, सामान नै पठाउँदैमा चाहिँ के पेपर गर्ने होइन। प्लस सटरहरू सबै फेसिलिटी दिएछ होइन, भाडा पनि लिइरहेछ, तर सामान नै पठाउँदा वाइ किन हो क्या यो। एक्चुली तपाईँहरूले लाइक हाम्रो नेपालको साइडको लाइक हुन्छ नि, नेपाल साइडले चाहिँ एकदम हेर्नुपर्ने हो क्या। सामान पठाउँदैन अनि कसरी पेपर गर्ने होइन। अब त्यत्रो सटर भाडामा लिइरहेको छ, त्यो पैसा कसरी आउँछ होइन। पेपर नै नभएपछि सामान नै भित्र नपराएपछि त कसरी गर्ने पेपर क्या। अनि उनीहरूको चाहिँ फेरि सामान चाहिँ आमामा जति मान्छेले जति किनेर जति लिएर गए पनि उनीहरूले दे विल नथिङ केही पनि भन्दैन उनीहरूले। बट नेपाल साइडबाट पर डे तपाईँको आज गयो भने एकजनाले त्यही एउटा कार्टुन चाउचाउ, एउटा कार्टुन बिस्किट, चिकन त्यस्तै लान दिन्छ कि चामल लानै दिँदैन। वाइ किन हो कि किन होइन। अब यत्रो फेसिलिटी दिइसकेपछि त अब सामानहरू त भित्र छिराउनु पऱ्यो होला नि। सो एकदम तपाईँको यो हेर्नै पर्ने छ नेपाल साइडकोले, बरु भन्नु पऱ्यो नि होइन। गाउँपालिका अध्यक्षहरू बोलाएर के कसो हुन्छ सबै कुरा गर्नु पऱ्यो नि। अब बडोगुले चाहिँ वी अल नो द्याट होइन राम्रो हो, बट सामान नै यताउता पठाएन भने के हाने भने त बोर्डर त काम नै लाएन त होइन। सो त्यही आजको भ्लग। अनि हामी चाहिँ फर्किसकेछौँ। थ्याङ्क यू सो मच भाइ। त्यही हो, अब सेयर गरिदिनु होला सबैलाई एन्ड लाइक कमेन्ट सब्सक्राइब भन्नु पर्दैन होला। सो सी यू नेक्स्ट भ्लग गाइस।